कतार जान लागेका रुद्रकली र खगेन्द्र प्रसादलाई सौराहाबाट बिदा गरियो। पुस 2 गते भैरवा विमानस्थलमा नेपालले यी हात्ती कतारलाई हस्तान्तरण गर्ने। दर्शकबिन नमस्कार, लगातार नेपालमा यहाँलाई स्वागत छ। म हुँ सञ्जय चौधरी। नेपालले कतारलाई दिन लागेका 2वटा हात्तीलाई सोमबार सौराहाबाट बिदाई गरिएको छ। 2081 वैशाख 11 र 12 गते कतारका अमीर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा सरकारले एक जोडी हात्ती कतारलाई उपहार दिने निर्णय गरेको थियो। त्यसपछि हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा हुर्किएर तालिम पाएका रुद्रकली र खगेन्द्र प्रसाद नामका हात्ती कतारलाई दिन छनौट गरिएको थियो। नेपालले अन्य देशलाई हात्ती उपहार दिन लागेको यो पहिलो पटक हो। यसअघि विभिन्न देशलाई एकसिङे गैंडा भने उपहारका रूपमा पठाइएको थियो। 7 वर्षकी रुद्रकली र 5 वर्षको खगेन्द्र प्रसादलाई माला खादा लगाएर बिदाई गरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकारी डाक्टर गणेश पन्तले जानकारी दिनुभयो। नेपालले पहिलो पटक अरू देशलाई हात्ती उपहार दिन लागेको हो, त्यसैले उनीहरूलाई एउटा कार्यक्रम गरेर सौराहाबाट बिदाई गर्यौं। पन्तले भन्नुभयो, उनीहरूलाई राख्न खोर तयार पारिएको छ, त्यो खोर ट्रकमा राखेर भैरवा पठाउँछौँ। पुस 2 गते बुधबार भैरवा विमानस्थलमा नेपालले यी हात्ती कतारलाई हस्तान्तरण गर्नेछ। कतारले चार्टर विमान मार्फत हात्तीहरू लैजानेछ। खोरसहित हात्तीलाई विमानमा चढाएर कतार लगिने डाक्टर पन्तले बताउनुभयो। हात्ती प्रजनन तथा तालिम केन्द्रका प्रमुख मनपुरण चौधरीले वैदिक विधि अनुसार पूजा गरेर फुलमाला लगाई हात्तीहरूलाई बिदा गरिएको जानकारी दिनुभयो। रुद्रकलीका माउते बुद्धिलाल श्रेष्ठ र खगेन्द्र प्रसादका माउते पाचुका थारू पनि उनीहरूसँग कतार जाँदैछन्। साथमा एकजना भेटनरी प्राविधिकलाई पनि पठाउन लागेको निकुञ्जले जानकारी दिएको छ। रुद्रकली र खगेन्द्र प्रसाद दुवैका बाबु जङ्गली हात्ती रोनाल्डो रहेको रेकर्ड प्रजनन केन्द्रमा छ। रुद्रकलीलाई पूजाकली र खगेन्द्र प्रसादलाई कोशीकलीले जन्माएका हुन्। प्रजनन केन्द्रमा अहिले 7वटा छावासहित 16वटा हात्ती छन्। हालसम्म नेपालले विभिन्न देशलाई 47 प्रकारका वन्यजन्तु तथा ओखेटो उपहार दिइसकेको छ।